दसैँमा दुर्गाको पूजा गऱ्यौँ, तिहारमा हामी लक्ष्मीको पूजा गर्छौँ। अब दुर्गा प्रसाईको आन्दोलन हुँदैछ फेरि छठपछि। अब आन्दोलन किनेर के लागि, तपाईँको आन्दोलनको एजेन्डा के हो, त्यहाँबाट सुरु गर्न चाहन्छु। यो आन्दोलनको जुन आन्दोलन छ, जुन आन्दोलनले जेको लागि जुन आन्दोलन गर्यो, जनताको लागि त भएन नि त, आम नागरिकको लागि भएन नि। हामीले यो गणतन्त्र खोजेको थिएन। जुन गणतन्त्रले आज हाम्रा दाजुभाइले चाडपर्व मनाउन पाएनन्, अघि मैले भनिसकेँ। जुन संविधानले हाम्रो घर खाली भयो, हाम्रो गाउँ खाली भयो, हाम्रो हिमाल खाली भयो, पहाड खाली भयो, तराई खाली भयो। आज जम्मा 77वटा जिल्लामा 22वटा जिल्लामा मात्रै मान्छे छन् ऋषिजी, अरू त जम्मै खाली भइसक्यो। 2 करोड 90 लाखमा 1 करोड 2 करोड 90 लाख जनसङ्ख्यामा 1 करोड 60 लाख जनसङ्ख्या छैन। अनि यहाँ व्यापार खोज्छन्, खोइ कन्ज्युमर, खोइ मार्केटमा मान्छे, अनि व्यापार चलेन, ब्याङ्कको पैसा लगानी भएन। मैले भनेको नि यो दिन आउँछ भनेर हो। त्यही भएर यो सबै गर्ने जति यो पार्टीहरू छन्, जस्तो खड्गप्रसाद ओली, प्रचण्ड, शेरबहादुर देउपा, यी पुराना पार्टी, गिरिजाप्रसाद कोइराला, सुजता कोइराला, लाउडा इयर्स, चेज इयरदेखि लिएर जम्मै भोलि आउला, व्हाइट बडी आउला, सुन कान्ने आउला, जम्मै आउला। त्यो पनि गतिलो प्राइम मिनिस्टर भयो भने त हेर्नुहोस्, पुलिसको ह्यान्डकप होइन, म जस्तो प्राइम मिनिस्टर भएको भने त म डोरीले बाँधेर जहाँ जहाँ छिन् नेता त्यहाँबाट म घिसारेर ल्याउँथेँ, घिसारेर ल्याएर म थुन्थेँ र कारबाही अघि बढाउँथेँ। त्यो तागत, त्यो छाती, त्यो दिमाग भएको लिडर खोजेको छ यो देशले। र तपाईँले के बुझ्नु भने जति यो नेताहरूको एउटा ऊ छ नि, आजको जुन गभर्मेन्ट आएको छ नि, जेनजी आन्दोलन, म तपाईँलाई भन्दैछु त, जेनजी। अब म तपाईँलाई अलिकति राम्ररी तपाईँ गर्न सक्नु न, होइन होइन, के को सुशीला कार्की बिचरा, मैले भन्दैछु त, सुशीला कार्की नै यो देश खाली बनाउने मान्छेको एउटा नाइकी हो। कसरी जस्टिफाई गर्नु तपाईँले? कसरी देश यो देशमा हेर्नुहोस्, यो देशमा गणतन्त्र पछाडि एउटा मौलाउँदै गरेको शिक्षा स्वास्थ्य थियो। +2 भन्दा राम्रो माथि पढाइ हुन्थ्यो, 22वटा मेडिकल कलेज खोलेका थिए, यहाँ नर्सिङ पढाइ हुन्थ्यो। तर यहाँ गोविन्द केसीलाई सुताएर कनकमुनि, कुन्दमुनि दीक्षित, कनकमुनि दीक्षित, केदार भक्त माथेमा, अमित ढकाल सेतो पार्टीको, हेर्नुहोस् काठमाडौँ युनिभर्सिटीको भिसी सुरेश राज शर्मा, काङ्ग्रेसबाट गगन थापा, माओवादीबाट गिरिराजमणि पोखरेल, नारायण गाजी श्रेष्ठ, एमालेबाट योगेश भट्टराई, समथिङ झाँक्री, रामकुमारी झाँक्री, युग पाठक, खगेन्द्र सङ्ग्रौला, अनि अहिले ती सबै, ओम प्रकाश अरियाल, गोविन्द केसीको वकिल होइन, बालेनको वकिल होइन। यो ओम प्रकाश अरियाल गाई काटेर खाउँ भनेर चाहिँ गाई काटेर खान पाऊँ भनेर निवेदन हाल्ने होइन।